हेलो साथीहरु नमस्कार। आज बिदाको दिन हामी यसो बिदाको दिन फ्यामिलीसँग बसेर सेलिब्रेसन गर्दैछौँ। कस्तो छ आउनुस् माथि जाउँ सँगसँगै। यतापट्टि चाहिँ मोमोको तयारी हुँदैछ। यतापट्टि चाहिँ बुवाले चाहिँ फेरि यहाँ सेकुवाको तयारी गर्दै हुनुहुन्छ। सेकुवा प्लस लेग पिस। बुवाले चाहिँ सेकुवा र लेग पिसको लागि पुरा मसला मिक्स गरेर राख्दै हुनुहुन्छ भरेको लागि। हाम्रो सेकुवा पोल्ने मेसिन चाहिँ यहाँ छ। यो मेसिनमा ट्याक्क लाएर सेकुवा पोलेर खाइन्छ। खोइ देखाउनुहोस् त। आमामामा वाउ कति राम्रो बनाउनु भयो हजुरले। सकिहाल्यो बेलेको अब। ओहो धेरै नाउ हामी बिदा मनाउँदैछौँ। यसरी सेलिब्रेट गर्दैछौँ। यसरी रमाइलो भइरहेछ। सेकुवा पोल्नको लागि आगो नि बोलिसक्यो। बाउले सेकुवा लिएर आइसक्नु भयो। पोल्नको झिरमा उड्ने तयारी। मम्मी यताभित्र मोमो पकाउँदै हुनुहुन्छ। के ए यो पनि हस्। ल यसरी चलिरहेछ हाम्रो बिदाको दिन। यसरी मनाउँदैछौँ। यहाँ फेरि लेग पिस बाँकी नै छ। अझै भाँडामा बाँकी छ। यहाँ छ। हमें तो मार भरि मासु खानु भएन। नखान्छ छोरो बाबा अन्न खाइदिन सेक्का बनाउँदिन भन्छ। आज बार खाइदिनु
हस् ल आजको भ्लग सक्यो दिस मच फर टुडे गुड नाइट